तपाईले कहिले केशर महलको त्यो लामो लाइन देख्नु भएको छ? त्यहाँ मान्छेहरू जागिर खान वा सरकारी कामका लागि लाइन लागेका होइनन्। ती त यो देश छोडेर जाने अनुमति पत्र एनओसी लिन बसेका विद्यार्थीहरू हुन्। अघिल्लो आर्थिक वर्षमा मात्रै झण्डै 1,20,000 विद्यार्थीले विदेश पढ्न जान अनुमति लिए र यसको नाममा नेपालबाट झण्डै 1 खर्ब रुपियाँ एकै वर्षमा विदेशिएको छ। 1 खर्ब यो रकमले नेपालमा धेरै ठूला कल कारखाना, अस्पताल र विद्यालय बनाउन सकिन्थ्यो। तर आज प्रश्न यो होइन कि विद्यार्थी किन बाहिर जाँदैछन्, प्रश्न त यो हो कि नेपालका विश्वविद्यालयलाई जानी जानी फेल गराइएको हो ताकि कन्सल्टेन्सी र विदेशी कलेजको व्यापार फस्टाओस्। आज हामी यो एजुकेसन सिन्डिकेटको भित्री पाटो खोल्दैछौँ। यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। कल्पना गर्नुहोस्, बिहान 5 बजे नै केशर महल पुगेर लाइन लाग्ने विद्यार्थीहरू, कसैको हातमा बाबुआमाको उमेर ढल्केको फोटो, कसैको हातमा ऋणको कागजात। उनीहरू विदेश जान एनओसी लिन्छन्। अस्ट्रेलिया, क्यानाडा, जापान, बेलायत जताततै 2025-26 मा पनि यो संख्या 1,20,000 नागेको छ र पैसा 1 खर्ब 5 अर्ब। यो पैसा तपाईँ र मेरो देशबाट गएको हो। यो पैसाले के गर्न सकिन्थ्यो थाहा छ? कैयौं प्राविधिक विश्वविद्यालय बनाउन सकिन्थ्यो, हजारौं शिक्षकको तलब दिन पुग्थ्यो, ल्याब र लाइब्रेरी बनाउन सकिन्थ्यो। तर यो पैसा विदेशी विश्वविद्यालय र कन्सल्टेन्सीको खातामा गएको छ। तर विद्यार्थीहरू किन यति धेरै बाहिर जान बाध्य छन्? के नेपालको शिक्षा यति कमजोर छ वा यसलाई कमजोर बनाइएको छ? नेपालको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय, यहाँ वर्षको 365 दिन मध्ये कति दिन ताला लाग्छ? कहिले विद्यार्थी संगठनको माग, कहिले प्राध्यापकको भागभण्डा, कहिले राजनीतिक झगडा। डीन विभागीय प्रमुख नियुक्ति क्षमताको आधारमा होइन, पार्टीको झण्डा बोकेको आधारमा हुन्छ। कक्षा कोठामा ज्ञान भन्दा बढी राजनीतिको चर्चा हुन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले नै राजनीतिक विद्यार्थी कर्मचारी संगठन हटाउन निर्देशन दिएका छन्, जसले यो समस्या कति गहिरो छ भन्ने देखाउँछ। तर सुरुमा अन्य कुरा सुधार गरेर मात्रै विद्यार्थी संगठनको कुरा व्यवस्थापन गर्नुपर्ने माग पनि उठिरहेको छ। बालेन्द्र शाहको यो कदम कति सही हो त्यो समयले बताउला। तर विद्यार्थी संगठनले विद्यार्थीको लागि काम गरेका छैनन् भन्ने पनि गुनासो थुप्रै छन्। 3 वर्षको कोर्स 5 वर्षमा पनि सकिँदैन। परीक्षा ढिलो, रिजल्ट ढिलो, डिग्री लिन पनि वर्षौं लाग्छ। जब विद्यार्थीले देख्छ यहाँ पढेर केही हुँदैन, तब ऊ विदेशको बाटो रोज्छ। यो असफलता प्राकृतिक होइन, यो नेपाली शिक्षाको नियोजित हत्या हो। राजनीतिक दलहरूले विश्वविद्यालयलाई आफ्ना कार्यकर्ता पाल्ने अखडा बनाएका छन्। अब काठमाडौँ लगायत ठूला शहरका गल्लीमा हेर्नुहोस्, त्यहाँ के देखिन्छ? हरेक गल्लीमा चम्किला बोर्ड झुन्डिएका छन्। अस्ट्रेलिया जानुहोस्, पीआर पाउनुहोस्, लाखौं कमाउनुहोस्, यस्तै के लेखिएको हुन्छ। यी कन्सल्टेन्सीहरू आजका आधुनिक म्यान पावर बनेका छन्। उनीहरू विद्यार्थीलाई शिक्षा होइन, सुन्दर सपना बेच्छन्। विदेशी विश्वविद्यालयले एउटा विद्यार्थी पठाए बापत कन्सल्टेन्सीलाई 20 देखि 30% कमिसन दिन्छ। त्यसैले उनीहरूको लागि विद्यार्थीको भविष्य भन्दा कमिसनको अङ्क ठूलो हुन्छ। सरकारले कन्सल्टेन्सीलाई नियमन गर्नुको साटो बढावा दिइरहेको छ। किनकि विदेशबाट आउने रेमिटेन्सले देशको अर्थतन्त्र भ्वाङ टाल्नु छ। तर हामीले बिर्सिरहेका छौँ, हामी पैसा होइन देशको ब्रेन बेचिरहेका छौँ। अब अर्को ठूलो समस्या के छ थाहा छ? नेपालमा डिग्री त पाइन्छ तर जागिर पाइँदैन। किनभने हाम्रो पाठ्यक्रम 20 वर्ष भन्दा पुरानो छ। संसार एआई, डेटा साइन्स, कोडिङ, क्रिटिकल थिंकिङ र डिजिटल स्किलको कुरा गर्दैछ। हाम्रा विश्वविद्यालयहरू अझै पुरानै थ्योरी घुकाउन बस्दछन्। एउटा स्नातक विद्यार्थी बजारमा निस्किँदा आफूलाई असक्षम महसुस गर्छ। उद्योगलाई चाहिएको सिप र विश्वविद्यालयले दिने शिक्षाबीच ठूलो खाडल छ। नेपालमा उद्योग र शिक्षाबीच कुनै सम्बन्ध नै छैन जस्तो, कसैलाई चासो छैन विश्वविद्यालयले के उत्पादन गरिरहेको छ र बजारलाई के चाहिएको छ भनेर। यो मिसम्याच नै विद्यार्थी पलायनको मुख्य इन्धन हो। अब सबैभन्दा डरलाग्दो प्रश्न, अबको 10 वर्षपछि नेपाल कस्तो हुन्छ? यो कुरा निकै डरलाग्दो छ। यही गतिमा विद्यार्थी र पैसा बाहिरिने हो भने अबको 10 वर्षपछि नेपालमा रिटायर्ड मान्छेहरू मात्र बाँकी हुनेछन्। गाउँका घरहरू रित्तिनेछन्, शहरका कलेजहरू खण्डहर बन्नेछन्। हामी हाम्रा सन्तानलाई लेबर बनाएर विदेश पठाउन मात्र हुर्काइरहेका छौँ कि? जबसम्म शिक्षालाई राजनीतिक चङ्गुलबाट मुक्त गरिँदैन, प्रविधिसँग जोडिएको व्यवहारिक शिक्षा दिँदैन, तबसम्म यो ब्रेन ड्रेन रोकिने छैन। समय आएको छ विश्वविद्यालयमा ताला लगाउनेहरूलाई होइन, किताब समात्ने विद्यार्थी र प्राध्यापकलाई सम्मान गर्ने। तपाईलाई के लाग्छ? के नेपालको शिक्षा सुधार्न अझै सम्भव छ वा हामीले हार मानिसक्यौं? कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। यो भिडियो शेयर गर्नुहोस्। शिक्षामा भइरहेको यो व्यापारको विरुद्ध एउटा बहस सुरु गरौँ। किनकि यदि आज हामी मौन बस्यौं भने भोलि हाम्रा छोराछोरीले नेपालमा पढ्ने सपना पनि देख्न पाउने छैनन्। जय नेपाल। शिक्षालाई राजनीतिबाट मुक्त गरौँ। र यस्तै खोजमूलक भिडियोका लागि ट्रेभल्स टिभी हेर्दै गर्नुहोला। नमस्ते।